2082 साल बाबु बसेको सबै त्यहाँ ल्याएर दियो के छोरछोरीलाई त 2082 साल 6 महिना आज 8 गते 2082 साल 11 महिना आज 8 गते 12 महिना आज 8 गते बुवाको जन्मदिन परेको हुनाले सबैजना मिलेर हामी बर्थडे मनाइरहेको छौं। ह्यापी बर्थडे बुवा। हामी समस्त पाण्डे परिवार आचार्य परिवार सबै मिलेर मनाइरहेको छौं। मलाई नभनेर ह्यापी बर्थडे मनाउने बुवाको तपाईलाई किन थाहा नै मलाई दिनु त दे मलाई नभनेर ह्यापी बर्थडे मनाउने भन्नु ल बुवा एउटा गीत गाइदिनु एउटा गीत जिन्दगी एक सफर है कल क्या हो किसी जाना आमा बस्नु अलि यता जान्नु तपाईँ। नानी नानी हटाउँछ आमालाई। आज हाम्रो यहाँ चाहिँ पहाडको आमा आउनुभएको छ। के अरे कमल दाईको सासु आमा, मनसा भाउजूको आमा। एकदम खुसी छौँ हामी यहाँ आउनुभएको छ। एकदम खुसी लागेको छ हामी। कमल दाई र मनसा बाजुको बिहापछि पहिलोचोटि यहाँ आउनुभएको छ। एकदम खुसी छौँ हामी। आमा यस्तो गरिदिनु। आमा आएको हुनाले उहाँको मन चाहिँ हर्षित भएको छ धेरै।
मेरो आएन खाएको हरिको गयो हरिको होला हरिको यहाँ तिजमा कहिले पनि ननाच्ने आमा पनि आउनु भएको छ धेरै खानुहुन्न क्या केक नजाडै धेरै खाएको ओइ नजाड नानीले दिए